यसअघिका सरकारहरूले राजनीतिक नियुक्ति दिएका करिब 1600 जना 1594 जना भनिएको छ उनीहरूलाई एकै पटक पदमुक्त गर्ने गरी यो अध्यादेश आएको छ। यसमा चाहिँ यो अध्यादेशको नाम चाहिँ सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 भनेर यसको नामकरण गरिएको छ। यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज वैशाख 19 गते जारी गर्नुभएको छ। यो अध्यादेश बमोजिम अब कुन संस्थाका कुन ऐन बमोजिम नियुक्त भएका कति मान्छे चाहिँ पदाधिकारीहरू पदमुक्त हुन्छन् भनेर म तपाईलाई यहाँ जानकारी दिँदैछु। यो नयाँ अध्यादेश अनुसार चाहिँ नेपाल वायु सेवा निगमका 7 जना, राष्ट्रिय समाचार समितिका 2 जना, गोरखापत्र संस्थानका 3, चलचित्र जाँच समिति ऐन अन्तर्गतका 3, सञ्चार संस्थान ऐन 2028 बमोजिम नियुक्त 2 जना, प्रेस काउन्सिलका 10, श्रमजीवी पत्रकार ऐन बमोजिम नियुक्त 6, दूरसञ्चार प्राधिकरण ऐन बमोजिम नियुक्त 5 जना, नेपाल नागरिक उड्डयन प्राधिकरण का 4 जना, सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका 6 जना पदमुक्त हुनेछन् भने प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी 3 जना। यो सूचना आयोगको विज्ञापन नियमन गर्ने ऐन भनेको ऐन बमोजिम नियुक्त भनेको विज्ञापन बोर्डका अध्यक्ष सहित 6 जना, सुरक्षण मुद्रणका 3 जना, सार्वजनिक सेवा प्रसारण ऐन बमोजिम नियुक्त भएका अध्यक्ष सहित 15 जना, विभिन्न समिति र शिक्षक सेवा आयोगका 23, नेपाल संस्कृत विश्वविद्यालय ऐन बमोजिम 28, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिबिटी अन्तर्गतका 17 जना पदमुक्त हुनेछन्। त्यसैगरी काठमाडौँ विश्वविद्यालयका 25, त्रिभुवन विश्वविद्यालयका 84, विश्वविद्यालय अनुदान आयोगका 8, पूर्वाञ्चल विश्वविद्यालयका 69, पोखरा विश्वविद्यालयका 50, लुम्बिनी बौद्ध विश्वविद्यालयका 44 र सुदूरपश्चिम विश्वविद्यालयका 27 जना पनि पदमुक्त हुने भएका छन्। मध्यपश्चिम विश्वविद्यालयका 26, कृषि तथा वन विज्ञान विश्वविद्यालयका 22, नेपाल खुला विश्वविद्यालयका 24, राजर्षि जनक विश्वविद्यालयका 39, मदन भण्डारी विश्वविद्यालयका 24 जना पदाधिकारीहरू पनि पदमुक्त हुने भएका छन्। त्यसैगरी आयुर्वेद चिकित्सा परिषद ऐन अन्तर्गतका 6 जना, नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन अन्तर्गतका 9 जना, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद 5, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान 15, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन अन्तर्गत नियुक्त भएका 5 जना, नेपाल नर्सिङ परिषद 8, नेपाल स्वास्थ्य व्यवसाय परिषद 5, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल 10, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र 8, नेपाल फार्मेसी परिषद ऐन अन्तर्गत नियुक्त 7 जना पनि पदमुक्त हुने भएका छन्। त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन अन्तर्गतका 22, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 33, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 34, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 31, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान 31, स्वास्थ्य बिमा ऐन अन्तर्गतका 7, जनस्वास्थ्य ऐन 2075 बमोजिम नियुक्त 6 जना, नेपाल मेडिकल काउन्सिल 8, राष्ट्रिय चिकित्सा शिक्षा 16, विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका 42, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका 29, नेपाल विद्युत प्राधिकरणका 6, काठमाडौँ उपत्यका विकास प्राधिकरणका 4 जना पदाधिकारी पनि पदमुक्त हुनुभएका छन्। यसमा शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रका पदाधिकारीहरूको सङ्ख्या चाहिँ धेरै देखिएको छ। त्यसैगरी नेपाल खानेपानी संस्थान 6, नगर विकास कोष 6, सडक बोर्ड 4, विद्युत निर्माण आयोग 5, नेपाल रेलवे 5, कर्मचारी सञ्चय कोष 8, नागरिक लगानी कोष 3, नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन अन्तर्गत नियुक्त 15, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान 5, अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन अन्तर्गत 3, धितोपत्र सम्बन्धी ऐन अन्तर्गत 1 पदाधिकारी पनि पदमुक्त हुनेछन्। त्यसैगरी प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन अन्तर्गतका 6, सार्वजनिक खरिद ऐन अन्तर्गत 3, निक्षेप तथा कर्जा सुरक्षण कोष 3, विशेष आर्थिक क्षेत्र 1, सहकारी ऐन अन्तर्गत नियुक्त 8,
सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन अन्तर्गत नियुक्त 4 जना पदाधिकारी पनि पदमुक्त हुने भएका छन्। औद्योगिक व्यवसाय ऐनका 2, बिमा ऐन अन्तर्गतका 2, प्रत्यायन ऐन अन्तर्गतका 6, विभोजन ऐन अन्तर्गतका 8, नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गतका 7, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन 7, नेपाल पशु चिकित्सा परिषद ऐन 3, बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन अन्तर्गत नियुक्त 5, जीवनाशक विषादी व्यवस्थापन ऐन अन्तर्गत नियुक्त 6 जना, वातावरण संरक्षण ऐन अन्तर्गतका 5, खाद्य स्वच्छता तथा गुणस्तर ऐन 7, नेपाली भाषा प्रकाशन संस्थान ऐन अन्तर्गतका 9 जना पदाधिकारीहरू पनि पदमुक्त हुने भएका छन्। त्यसैगरी कुठी संस्थान 10, लुम्बिनी विकास कोष 11, पशु क्षेत्र विकास कोष ऐन 9, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान 49, नेपाल स्काउट ऐन अन्तर्गत 33, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद ऐन 16, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 25, आदिवासी जनजाति परिषद अन्तर्गतका 60, नेपाल है पाल मात्रै भएछ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन अन्तर्गतका 33, नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन अन्तर्गतका 33 जना पनि पदमुक्त हुने। नेपाल प्रज्ञा प्रतिष्ठान ऐन अन्तर्गतका 43, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन अन्तर्गतका 4, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान 1, समाज कल्याण 10, नेपाल इन्जिनियरिङ परिषद 14, वैदेशिक रोजगार ऐन 10, नेपाल ट्रस्ट ऐन 3, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन अन्तर्गतका पदाधिकारी 5, श्रम ऐन अन्तर्गतका 10, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 7, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अन्तर्गतका 4, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 17, भू उपयोग ऐन 4, रेडियो धर्मी पदार्थ उपयोग तथा नियमन ऐन 3 र राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतका 27 जना पदाधिकारीको पदमुक्ति यही एउटा अध्यादेशबाट हुने भएको छ। यो हिसाब गर्दा 1526 देखिएको छ। यो प्रधानमन्त्रीको सचिवालयले पठाएको सूचनालाई मैले यसरी टेबुलेसन गरे हुँ। त्यही सूचनामा चाहिँ कुल 1594 जना पदमुक्त हुँदैछन् भनेर जानकारी दिएको छ, तर यो जोड्दा 1526 मात्रै देखिएको छ। यसमा केही छुटपुट भएको हुन सक्दछ, अर्थात् मैले सार्ने क्रममा यो उताको यता ल्याउने क्रममा केही मिस्टेकहरू पनि भएको हुन सक्दछ। यी सबै ऐनहरूको संशोधन गरेर यो यसअघि चर्चा गरिएको जुन यो ऐन छ सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश छ, यो अध्यादेशले चाहिँ ती ऐनहरूको संशोधन गरेको छ। यो पद मुक्त गर्न मिल्ने गरी संशोधन गरेर यसरी ल्याइएको छ र यो अध्यादेश बमोजिम यहाँ उल्लेख गरिएका करिब 106 वटा ऐनलाई संशोधन गरिएको छ। करिब 110 भन्ने चर्चा थियो, यहाँ आएको 106 वटा ऐन देखिएको छ। यसरी चाहिँ एकैचोटि 1500-1600 पदाधिकारीहरू एकैचोटि पदमुक्त हुने र उनीहरूको नियुक्ति चाहिँ नियुक्ति प्रक्रिया चाँडै हुने भन्ने सूचना पनि प्रधानमन्त्रीको सचिवालयले प्रवाह गरेको छ। सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ भन्ने सूचना पनि प्रधानमन्त्रीको सचिवालयबाट आएको छ। हवस् त, यो भिडियो अहिलेलाई यति नै। नमस्कार।